जय मसीह। आजको यस गहिरो अध्ययनमा स्वागत छ। धन्यवाद। र आज हामी एउटा निकै रोचक विषयमा विस्तृत चर्चा गर्दैछौँ। एकदम। आजको हाम्रो स्रोत सामग्री एउटा विशेष लेख र विश्लेषण हो जसको शीर्षक छ बेथेस्दा येशू ख्रीष्टमा पुनर्स्थापित आशा हो र यो यूहन्ना 5:2-9 खण्डमा आधारित एउटा प्राचीन, ऐतिहासिक र धार्मिक पाठ हो। हाम्रो आजको मुख्य उद्देश्य भनेको एउटा ऐतिहासिक पाठको रूपमा यसले मानव मनोविज्ञानलाई कसरी विश्लेषण गर्छ भनेर हेर्नु हो। 38 वर्ष लामो निराशाबाट कसरी एक व्यक्ति बाहिर आउँछ भन्ने कुरा बुझ्न सबैभन्दा पहिला त्यो परिवेशलाई बुझ्न जरुरी छ जहाँ यो घटना घटेको थियो। त्यसो भए कुरा सुरु गरौँ बेथेस्दाबाट। बेथेस्दाको अर्थ दयाको घर भनिन्छ, हैन त? हो नि, नाम सुन्दा कति शान्त र सुरक्षित लाग्छ, तर त्यहाँको वास्तविकता भने ठ्याक्कै उल्टो थियो। मतलब दया वा शान्तिको सट्टा त्यहाँ अन्धा, लङ्गडा र अशक्त मानिसहरूको एकदमै ठूलो भिड थियो। पूर्ण रूपमा असहाय मानिसहरूको भिड। उनीहरू एउटा लोकविश्वासको भरमा चमत्कारको पर्खाइमा हुन्थे। पानी चलेको बेला पस्ने निको हुन्छ भन्ने उनीहरूको विश्वास थियो। अनि त्यही भिडमा एउटा यस्तो मानिस थियो जो 38 वर्षदेखि त्यहाँ पल्टिरहेको थियो। बाफरे, 38 वर्ष! 38 वर्ष भनेको त लगभग एउटा सिङ्गो जीवनकाल नै हो नि। लामो प्रतीक्षा र निरन्तरको असफलताले मानिसको आशालाई कसरी मरेतुल्य बनाइदिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो। अनि स्रोतले यहाँनिर एउटा गजबको दृष्टान्त दिएको छ नि। त्यो पौडी खेल्न नजान्ने मानिसको दृष्टान्त होइन त? पौडी खेल्न नजान्नेले पानीमा डुबिरहेको अर्को मानिसलाई बचाउन खोज्दा के हुन्छ? उसले समात्ने बित्तिकै दुवैजना सँगै डुब्छन्। एकदम सटीक दृष्टान्त। यसले के देखाउँछ भने मानव निर्मित संस्थाहरू वा मानिसको आफ्नै प्रयासले मात्रै सबै कुराको समाधान दिन सक्दैन। ल, यसलाई अलि खोतलेर हेरौँलाई त। हुन्छ। स्रोतले विश्व शान्ति, मानवाधिकार र अन्य संस्थाहरूको कुरा गर्दै तिनीहरूले मात्र मानिसको अन्तिम आशा पूरा गर्न सक्दैनन् भनेको छ। तर विश्लेषकहरूको अनुसार यसले भौतिक आवश्यकता वा मानव अधिकारलाई नकार्न खोजेको होइन। त्यसो भए के भन्न खोजेको त? कुरा के छ भने बाहिरी वा सतही समाधानले मानिसको त्यो गहिरो आत्मिक रिक्तता वा भित्री शून्यतालाई निको पार्न सक्दैन भन्न खोजिएको हो। बुझे। मतलब मानवाधिकार वा अस्पतालहरूले भौतिक सुरक्षा त देलन्, तर मनभित्रको त्यो 38 वर्ष पुरानो निराशा र अस्तित्वको सङ्कटलाई मेट्न सक्दैनन्। ठ्याक्कै। जब मानिस आफ्नै प्रयास र अरूको भर पर्दा पूर्ण रूपमा थाक्छ, त्यहाँ एउटा अनपेक्षित हस्तक्षेप हुन्छ। हो, अनि ती हस्तक्षेपले मानिसको परम्परागत सोचलाई नै बदलिदिन्छ। येशू त्यो पोखरीमा आउनुहुन्छ। यहाँनिर कुरा साँच्चै चाखलाग्दो बन्छ है। किनभने उहाँले त्यो बिरामी मानिसलाई देख्नुहुन्छ र एउटा अनौठो प्रश्न सोध्नुहुन्छ। हो नि, उहाँले सिधै सोध्नुहुन्छ, तिमी निको हुन चाहन्छौ? सुन्नुहोस् त, 38 वर्षदेखि बिरामी भएर लडिरहेको मानिसलाई यस्तो प्रश्न सोध्नु अलि असंवेदनशील जस्तो सुनिँदैन र? बाहिरबाट हेर्दा एकदमै कठोर र अपमानजनक जस्तै सुनिन्छ नि। सामान्य ज्ञानले पनि भन्छ नि, ऊ त्यहाँ निको हुनकै लागि त बसेको हो। तर यसलाई मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने यो एउटा गहिरो डायग्नोस्टिक टुल अर्थात् रोग पहिचान गर्ने हतियार हो। रोग पहिचान गर्ने हतियार? कसरी? खै कसरी भनौँ, यो प्रश्नले उसको बाहिरी भौतिक अवस्थालाई होइन, उसको भित्री चाहनालाई जाँचेको हो। हो नि, अनि त्यो मानिसले दिएको जवाब पनि त कस्तो अचम्मको छ नि। उसले सिधै हो म निको हुन चाहन्छु भन्दैन। उसले त पानी चलेको बेला मलाई हालिदिने कोही छैन भनेर तत्कालै आफ्नो अवस्थाको दोष परिस्थिति र अरू मानिसलाई दिन थाल्छ। हो, उसले समाधानको साँचो स्रोत पहिचान गर्नै सकेको छैन। ऊ अझै पनि अरूमाथिको निर्भरतामै अल्झिएको छ। यही सन्दर्भमा स्रोतले अर्को एउटा सान्दर्भिक दृष्टान्त दिएको छ, एउटा पुरै अँध्यारो कोठामा बसेको मानिसको दृष्टान्त। त्यो मानिसले जतिसुकै हात हल्लाए पनि वा कराए पनि आफै अँध्यारो हटाउन सक्दैन नि त। एकदम। तर बाहिरबाट कसैले आएर एउटा सानो बत्ती बालिदिने बित्तिकै अँध्यारो आफै भाग्छ। उद्धार वा साँचो परिवर्तन सधैँ बाहिरबाट वा माथिबाट आउने पहलबाट सुरु हुन्छ। अनि येशूले पनि त्यहाँ उसको गुनासो सुनेर बस्नुहुन्न। उहाँले सिधै एउटा स्पष्ट आज्ञा दिनुहुन्छ, उठ, आफ्नो ओछ्यान उठाएर हिँड।
हो, यो वाक्यमा ठूलो शक्ति र चुनौती लुकेको छ। जुन ओछ्यानले 38 वर्षसम्म उसलाई बोकेको थियो, अब उसले त्यही ओछ्यानलाई बोकेर हिँड्नु पर्ने भयो। मतलब चङ्गाई पाउनु भनेको ओछ्यानमा पल्टिरहनु होइन, जिम्मेवारी बोक्नु र अघि बढ्नु हो। एकदम सही। तर कथा यहाँ रोकिँदैन। जब ऊ ओछ्यान उठाएर हिँड्न थाल्छ, समाज र त्यहाँको स्थापित प्रणालीले त्यसलाई कसरी हेर्छ भन्ने कुरा झन महत्त्वपूर्ण छ। हो नि, त्यो चङ्गाई भएको दिन त सबात अर्थात् विश्रामको दिन थियो। यहुदी परम्परामा त्यो दिन काम गर्न वा भारी बोक्न सख्त मनाइ थियो। अनि त्यहाँ धार्मिक नेताहरूको प्रवेश हुन्छ। उनीहरूले त्यो निको भएको मानिसलाई देख्छन्। 38 वर्षदेखि लडिरहेको मानिस हिँडिरहेको देख्दा त खुसी हुनुपर्ने हुने, तर उनीहरू त तँलाई ओछ्यान बोक्न नियमले दिँदैन भनेर पो कराउन थाल्छन्। हो, उनीहरू चमत्कार र करुणा भन्दा पनि नियम किन तोडियो भन्ने कुरामा बढी केन्द्रित हुन्छन्। यहाँनिर मलाई एउटा कुरा फ्याट्ट याद आयो। के कुरा? यो त कस्तो भयो भने नि, मानौ बाटोमा कोही मानिस लडेर मर्ने लागेको थियो, अनि एउटा बटुवाले त्यो देखेर उसलाई हतार हतार आफ्नो गाडीमा हाल्यो र अस्पताल पुर्याएर उसको ज्यान बचायो। ओहो, त्यो त ठूलो काम भयो। हो, तर जब ऊ अस्पताल बाहिर निस्कन्छ, त्यहाँ अस्पतालको प्रशासन वा ट्राफिक प्रहरीले उसलाई भन्छ, तपाईले नो पार्किङमा गाडी राख्नुभयो, अब जरिवाना तिर्नुस्। ओ बाफ्रे। अनि त्यो प्रशासनले भित्र ज्यान बचेको कुरालाई वास्तै गर्दैन, मात्र पार्किङको नियम तोडिएकोमा झगडा गरिरहन्छ। मुख्य कुरा त ओझेलमा पर्यो नि। वाउ, यसलाई बृहत चित्रसँग जोडेर हेर्ने हो भने यो दृष्टान्त एकदमै सटिक छ। होइन र? नियमको पालना गर्ने नाममा मानव जीवनको मूल्य नै हरायो। एकदम। यसले के देखाउँछ भने धार्मिक वा कुनै पनि संस्थागत प्रणाली कठोर हुँदा कसरी त्यहाँबाट करुणा हराउँछ। ती नेताहरू आफ्नो प्रणाली बचाउने धुनमा करुणाविहीन भइसकेका थिए। कठोर हृदयले कहिले पनि अनुग्रह देख्न सक्दैन। अनि येशूको भूमिका पनि यहाँ रोचक छ। उहाँ भिडबाट सुटुक्क निस्कनुहुन्छ, किनभने उहाँ प्रसिद्धिको खोजीमा हुनुहुन्न थियो, उहाँ कार्यमा केन्द्रित हुनुहुन्थ्यो। तर प्रणालीगत अवरोधहरूको बावजुद पनि नयाँ जीवन पाएको त्यो व्यक्तिलाई दिएको एउटा अन्तिम निर्देशनले यो कथालाई पूर्णता दिन्छ नि। हो, पछि येशूले त्यो मानिसलाई भेटेर कडा चेतावनी दिनुहुन्छ, अब फेरि पाप नगर। सुन्दा त यो अलि कडा र शर्त राखिएको जस्तो कुरा भएन र? बाहिरबाट सुन्दा त्यस्तो लाग्न सक्छ, तर स्रोतले यसलाई अनुग्रहको मूल्य र नयाँ जिम्मेवारीको रूपमा व्याख्या गरेको छ। चमत्कार हुनु मात्र अन्तिम लक्ष्य होइन नि त। अनुग्रहले त जीवनशैलीमा आमूल परिवर्तन माग्छ भन्न खोजेको हो। साँचो, अनुग्रहले नयाँ उत्तरदायित्व ल्याउँछ। यहाँ स्रोतमा भएको अर्को एउटा दृष्टान्त निकै सान्दर्भिक छ। कुन चाहिँ? त्यो कैदीको दृष्टान्त नि। यदि कुनै कैदीलाई जेलबाट छुटकारा दिइयो तर ऊ फेरि अपराधमै फर्क्यो भने के हुन्छ? उसले त त्यो छुटकाराको मूल्य नै बुझेन नि। ठ्याक्कै। स्वतन्त्रताको अर्थ जथाभावी गर्नु होइन, तर सही कुरा गर्ने जिम्मेवारी पाउनु हो। पूरा भएको आशाले जीवनलाई पवित्रतातर्फ लैजान्छ। त्यसो भए पुरानै बानी र गल्तीहरूमा फर्किनु भनेको त फेरि त्यही 38 वर्षीय रोगको ओछ्यानमा फर्किनु सरल पो रहेछ। एकदम सही। अनुग्रह सित्तैमा पाइन्छ, तर त्यसलाई सम्हाल्न व्यक्तिगत जिम्मेवारी चाहिन्छ। अनि जब त्यो मानिसले यो कुरा बुझ्छ, ऊ गएर येशूको बारेमा साक्षी बन्छ। समग्रमा भन्नुपर्दा यो स्रोत सामग्रीले एउटा पूरा चक्रलाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरेको छ नि। हो नि, मानव प्रयासको सीमितताबाट सुरु भएर ईश्वरीय अनुग्रहबाट आशाको पुनरुत्थान र अन्त्यमा व्यक्तिगत जिम्मेवारीको कुरा। हामी सबै कुनै न कुनै रूपमा त्यो 38 वर्ष बिरामी जस्तै असहाय अवस्थामा हुन सक्छौं, तर समाधान पाइसकेपछि नयाँ जीवनमा हिँड्नु त आफ्नै उत्तरदायित्व हो। एकदम। बाटो देखाउने काम अरूको हुन सक्छ, तर हिँड्ने काम आफैले गर्नुपर्छ। हो, आजको यो विश्लेषण साँच्चै नै एकदमै गहिरो रह्यो। अब कार्यक्रमको अन्त्यमा एउटा विचार जसले पक्कै पनि सबैलाई सोच्न बाध्य बनाउँछ। त्यो के होला? यस स्रोत सामग्रीले चङ्गाई पाइसकेपछि आफ्नो ओछ्यान उठाएर हिँड्ने जिम्मेवारीको कुरा गर्छ। यसले एउटा गहिरो प्रश्न खडा गर्छ नि। के मानिसहरूको आफ्नो जीवनमा पनि यस्ता केही क्षेत्रहरू छन् जहाँ पूर्ण रूपमा निको भएर नयाँ जिम्मेवारी उठाउनुभन्दा आफ्नै समस्या र पीडाको त्यही पुरानो ओछ्यानमै पल्टिरहन बढी सुरक्षित र सहज लागिरहेको हुन्छ? वाउ, यो त साँच्चै नै आफैलाई सोध्नुपर्ने प्रश्न हो। नयाँ जिम्मेवारी लिन डराएर हामी आफ्नै पीडामा त रमाइरहेका छैनौँ। एकदम। के त्यो पुरानो ओछ्यान छोड्ने हिम्मत हामीसँग छ त? यो प्रश्नमाथि मनन गर्दै आजको यो गहिरो चर्चालाई हामी यहीँ बिट मार्छौं। सधैँ झैँ नयाँ कुरा सिक्न र प्रश्न गर्न नछोड्नुहोस्।